म उहाँको लाइभमा गएको हो, मैले कमेन्ट पनि गरेँ होइन, सुनेको भएर। तपाईँको र हाम्रो रोबिन दाईको के छ कुनै मलाई आई डोन्ट नो के। तपाईँहरू आफआफ्नो सोल्टाउनु न, तपाईँहरू दाजुबहिनी कुरो तपाईँहरू आफआफू गर्नुहोस् होइन। मलाई बिचमा ल्याउनु पर्ने कारण छैन के। सुरेश लामाले पनि पहिला त्यस्तो गरेको, उसले पनि त्यस्तो गर्दै मेरै बाटोमा हिँड्नुपर्छ भन्ने पनि छैन। मैले कसैलाई यहाँ म मात्रै संसारमा एक्लो मान्छे होइन डिभोर्स गर्ने के, बुझ्नुभयो नि। संसारमा धेरै मान्छेहरू छन् होइन। त्यही भएर चाहिँ मलाई उदाहरण दिइरहनु पर्ने जरुरत छैन होइन। मेरो आफ्नै किसिमका समस्याहरू छन्, समस्याहरू थिए, मेरो आफ्नै प्रब्लमहरू थिए। मेरो घरका कुराहरू तपाईँहरूलाई 1% पनि थाहा छैन होइन। पहिला सुरुमा भनेको जग बलियो हुनुपर्छ सम्बन्धको, मेरो मान्यता हो। फेरि है भूकम्पले काठमाडौँको सबै घर भत्काएन। जुन घरको जग बलियो थियो त्यो घर रहिरह्यो होइन। जुनको जग कमजोर थियो, एकदम कच्चा माटोले बनेको थियो, त्योहरू सबै बित्क्यो होइन। अब यसलाई भूकम्पलाई दोष दिने कि घरको जग बलियो भएन भन्ने त नि, बलियो गरी बनाएको भए 7-8 ट्र्याक्टरको भूकम्पले पनि त्यो घर राम्रैसँग जोगिरहन्थ्यो नि त। जिन्दगीमा उतार चढाव आउँछ, तर दुईजनाको सम्बन्ध यदि मनबाट बलियो छ भने कुनै थर्ड पर्सन आएर त्यो सम्बन्ध बिग्रिने होइन। मेरो मान्यता है, थर्ड पर्सन कसैले पनि सम्बन्ध बिगार्न सक्दैन, मेरो मान्यता हो यो। दुईजनाको यदि सम्बन्ध बलियो छ, एक आपसमा समझदारी छ, सधैँभरि खुसी छ, एकदम अन्डरस्ट्यान्डिङ छ भने थर्ड पर्सन आउँदैन के त्यहाँ, बुझ्नु भएन। त्यही भएर सम्बन्धको जग बलियो बनाउने हो होइन। त्यही भएर म चाहिँ त्यसलाई सम्बन्धको जग बलियो भएन भन्छु, मेरो केसमा भनेको है। फेरि म अरूको केसमा बोल्नेवालामा छैन। त्यही भएर मेरो बारेमा नबोल्नु होला। समूह बनाएर गुठी बनाएर यस्तो कुराहरू मैले छोडिसकेँ। मेरो हेर्नु अगाडि पछाडि यताउति कोही पनि छैन हेर्नु। म ब्याङ्गे बोलिदिने हो होइन, ब्याङ्गे भनिदिन्छु पनि होइन। फलानुले के सोच्ला, ढिस्कानुले के सोच्ला, मेरो त्यस्तो छैन होइन। म भनिदिइहाल्छु है। अस्ति नै पनि सुनेको थिएँ मैले होइन, कता अहिले पनि सुने, 2-3 चोटि मैले सुनिसक्यो होइन लाइभमा के। मेरो बारेमा नबोल्नुहोस्, कानुनले फैसला गरेर राइट टिक गरेको मान्छे म हो, बुझ्नुभयो नि। यसमा दुवैजनाको सहमति भएर अगाडि बढेको मान्छे म हो। मेलापत्रमा केस लडेको होइन, मेलापत्रमा दुईजनाको सम्बन्ध विच्छेद भएको। मेलापत्र भनेको के हो, उसको पनि मन मिलेर मेरो पनि मन मिलेन, 2 दिनमा भएको कुरा हो यो होइन। यसमा फलानुले यस्तो गर्यो, सुरेशको घर बिगार्यो रे, कसले बिगार्यो, के बिगार्यो, त्यस्तो कोही केही पनि हुँदैन। म त्यो भन्ने अधिकार तपाईँहरूमा छैन। आफ्नो घर बनाउनुहोस्, आफ्नो घर सम्हाल्नुहोस्, अरूको घरमा झाँकेर हिँड्नुपर्ने तपाईँहरूलाई कुनै जरुरत पनि छैन। त्यत्तिकै साह्रो बेकामी पनि नभन्नुहोस्, ठिक छ नि। सुरेशको घर बिगार्यो रे, घर के म खुसी छु त, के घर बिगार्यो छ त, घर बनेको छ, राम्रै छ होइन, बनाएकै छु घर, 2-2टा घर छ, बनिरहेछ त, राम्रै छ, भित्ताहरू सब क्लियर छ, प्लास्टर राम्रो छ, के घर बिगार्यो, खुसी छु। तपाईँहरूले भनेर हुन्छ, गडे मोड्दै उखाड्ने होइन है। फेरि राम्रो मुखले सम्झाएको हो, राम्रो मुखले सम्झाउँदा नि भएन भने फेरि टेढो मुखमा पनि फेरि म आउँछु नि। फेरि मैले फेरि भन्नु पऱ्यो भने फेरि नमजाले भन्छु होइन। प्लिज तपाईँहरूको आफ्नो कन्ट्रोभर्सी आफै सुल्झाउनुहोस्, मलाई बिचमा पारेर मेरो उदाहरण दिने काम नगर्नुहोस्। म कुनै उदाहरणको पात्र यहाँ छुइनँ। म एउटा बकाइदा एउटा सिङ्गर हो, म गीत गाउँछु, मेरो गीत सुन्नुहोस्। आज मुभीको गीत आएको छ, म भएन भने गीत सुन्नुहोस्। बाँकी मेरो घरमा के भयो, फलानुले के गर्यो, ढिम्कानुले के गर्यो, बुढी पहिला गयो कि गएन, के ल्यायो, को आयो, किन चासो राख्नु पर्यो। के मैले तपाईँहरूले मेरो घरमा 1 मुठी चामल दिने हो,
कि के हो कि मैले तपाईँहरूको घरबाट चोरेर के चामल खाएको छु छैन नि त। त्यही भएर चुप लाग्ने, आफ्नो बाटो लाग्ने। धेरै ल्याङ 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 कुरा ब्रोडमा आयो भने फेरि राम्रो हुँदैन है, मैले भनेको छु। आफ्नो कन्ट्रोभर्सी आफ्नो सम्हाल, जे गर्ने हो गर तिमीहरू। म कसैलाई पनि यहाँ म चिन्दा पनि चिन्दिनँ, गन्दा पनि गन्दिनँ। जोसुकै होस्, सबै आफ्नो ठाउँमा बेस्ट हो। अब अहिले फेरि रिक्वेस्ट पठायो। कोही नपाओ कि यतिकै चिला हान्दा चिला हानेको के ल्याङ हानेको के त्यही भएर। ल सँगै चिला हान्नु मन त लागेको छ। ए मसँग हान्ने चिल कसले खायो अर्को विन? खाएँ एउटा अर्बी आएर। अनि म एकछिन यहाँ दिँदै थिएँ कि दनक, त्यही भएर। झन् विन छ होला भनेर आएको त। Let's go everybody, double tap, triples, triples, let's go. Show your balls everybody. Your balls everybody. Go guys. ला विन गएछ अरे, विन गयो। अब के विन, अब सधैँभरि बस्दैन यस्तो विन होइन। सुमित थ्याङ्क यू सो मच। Let's go guys, triples. अब फेरि भनिहाल्छ नि सुरेशको त एकछिनमै भन्छ गाइस, केही ठुलो कुरा भएन। उसले अहिले बेलुकासम्म फेरि 22-25 भइसक्छ। बेलुकासम्म त के हुन्थ्यो कुनै अब। ल ठिकै छ, थ्याङ्क यू सो मच सुमित दिदी, थ्याङ्क यू सो मच। अहिलेको फेमस सङ कुन हो थाहा छ हजुरलाई? के दिलमा ठाउँ छ। कहाँ हुनु? ए अहिलेको भर्खर त आज फेमस हुन टाइम लाग्ला नि त नि। सुन्छु म भन्छु नि कुन हो। ए धन मेरा बहादुरे भन्ने। ए भगवान म हालेर मर्न लागिसक्यो सङ सुनेर। अब अहिलेको 30 भरि बज्ने सङ भनेको यही जस्तो लागिरहेछ मलाई। 30 को भाइरल सङ यही हो गाइस। 30 मा भाइरल सब नाच्ने यसमै हो जस्तो लाग्यो मलाई पनि। ए भगवान यार कहाँ गयो यार। अब हाम्रो गीत कसले सुन्छ त अनि यस्तो बहादुरी सुनेपछि त। भयो गाइस, अब म पनि लाग्नु पर्यो विदेश। जान्छु खाडीमा बेल्चा हान्छु भन्छु। यस्तो हो कि सुरेश, अब हजुरहरूले यस्तो राम्रो सङ, यस्तो मेलोडी सङ बनाएर अब कसैले सुन्दैन। अब भनेको उटपटाङ छ। उत्पादन हुँदैन बनाउनु पर्यो अब यार, भएन यार। उटपटाङ होइन क्या यस्तो सङ बना होला भन्यो भने त्यो चाहिँ चल्यो फेरि। यस्तो भयो त्यो चुस्सा गराउने भगवान। त्यसको सङ सुनेर त म झन् पागल भएको। यस्तो उत्पादन गीतको भ्युअर्स राम्रो हुन्छ कि हाम्रो गीतको चाहिँ अलिक कम हुन्छ। मलाई लाग्छ उनीहरूले त्यो जानी गरे हो क्या, त्यो चल्छ भनेर नि क्या। टिकटकले गर्दा के हो चल्छु त भने होइन होला, चल्यो अब। थाहा हुन्न कि कुन गीत चल्छ भन्ने कुरो थाहै हुन्न। अहिलेको यसमा चाहिँ त्यस्तै उटपटाङ मात्रै चलिरहेछ जबदेखि दुर्गेशको सङ भएर। के भन्नु खोजेको? दुर्गेश दाइलाई उत्पटाङ भन्नु खोजेको? सरी दुर्गेश दाइ, तर हजुरको सङ बवाले हो। दुर्गेश दाइलाई उत्पटाङ भन्नु खोजेको। ओ माय गुडनेस। हेर्नु है दाइ यस्तो छ है, बहिनीहरू यस्तो छ। सरी दुर्गेश, हजुरले जे भयो मसँग फ्रेन्ड छ है दाइ, फेरि हेरिरह होला। दुर्गेश दाइ यहाँ सुन्छ न, बनाए दाइ कुरो। फ्रेन्ड सेट गरेर चाहिँ दुर्गेश दाइले हो क्या। के गर्नु त अब, त्यहीबाट पनि यत्रो पैसा छापिरहेको छ। जसरी पैसा कमाउनु पर्यो त हो नि होइन। ठिक छ, म त ठिक मान्छु, जसरी गरे पनि ठिक मान्छु के। राम्रो गर्ने, अर्काको नराम्रो नगर्ने होइन। हो नि, राम्रो गरेर गरिरहेछ भने भइगयो त। जसले जसरी गरे पनि अब के गर्नु त अब होइन। अर्काको चोरेर खानु भएन, अर्काको खेदो खानु भएन, त्यो चाहिँ राम्रो हो क्या। सुरेशसँग जित्नै नसकिने भयो गाइस। किन भयो यस्तो दिदी? हाम्रो केटाकेटीहरू कहाँ गयो त? खोइ त गाइसकै भइरहेको छ। यो मनले भन्यो केवल तिमीलाई खुसी दिन। दाइको गीत आज आएको रहेछ, राम्रो लाग्यो रे, थ्याङ्क यू।
ल ल राम्रो लाग्यो अझै सुनाऊ होइन अझै तर भ्युज त राम्रो गएको छ त यार भ्युज त के हो राम्रै होला है राम्रो गएको छ हो एक दिनमा त्यति भनेको धेरै राम्रो हो नि हो अब हेर्छु न अब अझै भोलि र पर्सिमा ट्रेनमा जाने हो नि त आज त फर्स्ट डे हो नि त मान्छेहरू थाहा नि छैन अब भोलि र पर्सिमा हो क्या मेन त